लोडरहरु डेन्जर हुन्छ कि हजुरले चलाइराख्नु भएको यहाँबाट आएर होइन त्यो उभिरहेको सेफ्टी सबै मोबाइलमै झन् चक्काको डोम यहाँनिर छ गाइजहरू होइन यहाँबाट यसरी लोडर खोलामा झरेको लग्यो खोलाले कहाँ लग्यो चालक हाम्रो सम्झि के भन्नाले स्टार बन्द भएपछि कम्पनीले काम नगरेको खण्डमा यहाँबाट झरेछ मोटर यसरी खनेर लिएर गएछ लोडर कतिको अवस्थामा यहाँ यहाँबाट झरेको अवस्था चक्काको डोमै छ गाह्रो छ नि काम गरेर गाह्रो छ पारी काम चलिरहेछ सेम यही लोडर हो यत्रै ठुलोवाला यहाँबाट झरेको खोलामा कहाँ गयो उहाँ सम्झिने चलाउनु भएको र लोडरको नाम निशान देखेन अब हामी आफ्नो ड्युटीतर्फ लाग्दैछौँ होइन गुरुबा एउटा लोडरको आइए आथा देखे त देखेन नि होइन टोलीहरू भयो त्यत्रो ठुलो खोलामा भर्खर आधी घन्टाको अगाडि घटना हो गइसक्यो के अरे काला हाइलाइट्समा लाइसेन्स लिन यता काम चलिरहेछ गाइजहरू होइन सबजना अब मिसिन पल्टेको खबर सुनेर सबैजना हेर्न आएछ होइन तर मिसिनको नामो निशान छैन क्या गाइजहरू मिसिनको नामो निशान छैन बगाएर लग्यो है कहाँ लग्यो अब लगभग 18-19 टनको वेट होला त्यो मोटरको अब यो खोला सानो छैन जनै छ यत्रो खोलामा अब कहाँ लग्यो भन्नु त अब त्यसले कहाँ पुरै छाकछिक बनायो ल हामी अब आफ्नो ड्युटी गर्न लाग्दैछौँ गाइजहरू यस्तै हो तर मान्छेको जिन्दगी कुकुरीको धारमा भने यही हो कि कतिखेर के हुन्छ कस्तो घटना हुन्छ त्यो थाहा नै हुँदैन कि योभन्दा अलिक ठुलो एकदम हेभी लोडर थियो होइन त्यो चाहिँ आज खोलामा झरेछ तर त्यसको नामो निशान देखेको छैन अब हामी ड्युटीतर्फ लाग्दैछौँ गाइजहरू म र गुरुबा छौँ हामी यहाँ दुईजना मस्त गफ गर्दै फर्क्यौँ होइन